धन्यवाद कार्यक्रम सञ्चालक गौतम हिङलाई र यस कार्यक्रममा सभापति गरिरहनुभएका कृष्णप्रसाद लामिछानेज्यू तथा नेपाल भूमि अधिकार आन्दोलनका केन्द्रीय प्रवक्ता नारायण भण्डारीज्यू र केन्द्रीय सदस्य लक्ष्मी सुनामज्यू, केन्द्रीय सदस्य शारदा आचार्यज्यू र यसै बाँदरझोडाका पदाधिकारी वडा सदस्य मोहन सेङचन्दज्यू र सबै मान्यज्यूहरूलाई हार्दिक गर्दै म यहाँ अहिले सबैलाई मेरो तर्फबाट नमस्कार। र सबैभन्दा ठुलो कुरो यहाँ बोलेर मात्रै हुने कुरो पनि छैन। यहाँनिर के छ भने आजको कार्यक्रम के हो भन्दाखेरि कतिपय साथीहरूले थोरै चासो नदिएको जस्तो पनि लागिरहेको छ। आउनुभएका साथीहरू आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो गन्तव्य पुग्नु भएको छ। यो विशेष गरी हामी सर्वहारा सुकुम्बासी भूमि निरीयको लागि अत्याधिकै महत्त्वपूर्ण कार्यक्रम हो। यो यस कार्यक्रमलाई ध्यानात्मक रूपमा बुझ्नु पर्ने र अर्थात् आफूले पनि जान्नुभयो, दुई शब्द बोल्न पनि पर्ने समयहरू थिए, तर यहाँहरूले अलिकति चासो नदिए जस्तो लाग्छ। जस्तो कि यो आजको कार्यक्रम चाहिँ मैले बुझेअनुसार चाहिँ जहाँ कुनै पनि पार्टीसँग कुनै पनि एनजिओसँग हातेमालो गरेर हिँडेको संस्था होइन। हामी आफैमा निर्भर छौँ र हामीले नै लड्नुपर्छ। सुकुम्बासीको समस्या भनेको कसैले गरिदिँदैन, हामीले नै गर्नुपर्छ भन्ने हेतुले यसरी हामी जम्मा भइरहेका छौँ। र आज मात्रै होइन, यहाँ मात्रै होइन, हरेक जिल्लामा नेपालको 75, 76, 77 जिल्लाबाटै नै यो सङ्गठनहरू बनिरहेको बुझेको हुँदा अलिकति मलाई चाहिँ मेरो व्यक्तिगत तौरबाट धेरै नै खुसी लागिरहेको छ। किनभने हिजो हामीले विभिन्न किसिमका पार्टीका भातृ सङ्गठन भएर हिँड्यो, हामीलाई एउटा भोट ब्याङ्क बनाइयो। अघि नै हाम्रा प्रवक्ता वडा सदस्य मोहन सेङचन्दज्यूले भनेका कुराहरूलाई सबैले चाहिँ एकदम कन्सेप्टमा राख्नु होला। यदि हामी यस कार्यक्रममा उपस्थिति हुन्छौँ र यसमा कुनै चाहिने सदस्यता ग्रहण गरेर जान्छौँ भने त्यस्ता साथीहरू मात्रै आउँदा ठिक हुन्छ भन्नुभएको एकदम राम्रो पोइन्टका कुराहरू छन्। किनभने हिजो पनि 2073 सालमा यस बस्तीमा हात्ती आएर हामीले रोपेका आला धानलाई चाहिँ आलो घिचेर जाँदाखेरि पनि त्यतिखेर पनि के थियो भने हामीलाई आर्मीले गोली हानिदिन्छ, हामीलाई यस्तो गरिदिन्छ भन्ने डर त्रासमा चाहिँ मान्छे पछि परेका थिए। तर अहिलेको पिरियडमा होइन, म मरेर मेरो परिवारलाई भावी सन्तानदेखिलाई ठिक हुन्छ भने म मर्नुपर्छ भनेर सम्झिनु पर्यो। र त्यो तरिकाले कुनै पनि पार्टीको कुनै पनि लिङ्कको आशा नगरेर हामीले आफैले जन्माएको छोराले कमाएको पैसाको त आशा छैन भने पक्कै पनि अरूले गर्दैनन् भन्ने अहिलेसम्म हामीले धेरै हेऱ्यौँ। हामी अर्काकै आशावादीमा धेरै कोन्यौँ, धेरै दौड्यौँ, तर पनि यहाँ गर्नेवाला कसैले छैन। यो भूमिहीन नेपाल भूमि अधिकार आन्दोलनले केही गर्छ कि भन्ने एउटा सानो आशा पलाएको छ। तसर्थ हिजो हिँडेकै जस्तै हिजो हामी जहाँ गइयो त्यही तरिकाले नै फेरि हामी चाहिँ विफल भएर बस्नु पर्यो भने यसमा हामी हिँडेर फलदायक पनि केही नहोला। तर यो एउटा भोट ब्याङ्क बनाउने माध्यम पनि होइन। हामी एकता भयौँ भने पक्कै पनि हामीले लालपर्दा हात पार्न सक्छौँ भन्ने विषय एउटा रह्यो। अर्को विषय के छ भने म यहाँ हाम्रो केन्द्रीय प्रवक्ता नारायण भण्डारीज्यूलाई यो कुराहरू पुष्टि गराइदिनुहुन्छ। पछि पनि कार्यक्रमको विसर्जनमा एउटा दुईवटा कुरो बोलिदिनुहुन्छ र यहाँका मान्छेहरूलाई स्पष्टता गराइदिनुहुन्छ भन्ने आशाको साथ म एउटा कुरो के भन्न चाहन्छु भने हिजो विभिन्न किसिमका आन्दोलन गर्दै जाँदा विभिन्न किसिमका ठक्कर खाइयो, दुनियाँदारी गरियो, तर हामीलाई एउटा बाधक हाम्रो कार्यक्रमभित्र बाधक राष्ट्रिय निकुञ्ज बनेको छ। त्यो राष्ट्रिय निकुञ्जलाई प्रश्न गर्ने माध्यम हामीहरूसँग छ कि छैन। र यो कानुन 2029 को कानुनलाई पुनः चाहिँ संशोधन गरेर 2029 को कानुनलाई नै कायम गरायो भने बाँदरझोला पक्कै पनि लालपुर आउने आशा चाहिँ हामीलाई हुन्छ। हामी कुनै राष्ट्रिय निकुञ्ज फाडेर बसेको होइन। र राष्ट्रिय निकुञ्ज भइसकेपछि 2054 सालमा
यसै यही मध्यवर्ती कार्यक्रमले राष्ट्रिय निकुञ्जले चाहिँ 2014मा संशोधन गरेर राष्ट्रिय निकुञ्ज बनाएको हो। तर हामीले राष्ट्रिय निकुञ्जभित्र चाहिँ घर झोपडी बनाएका होइनौँ। तर यहाँनिर एउटा कुरो के छ भने हामीले हरेक मान्छेका उल्टो देखेको कुकुर बिजुल देखेको कैक भने जस्तो अहिले यहाँ हाम्रा कतिपय साथीहरू आएर बसिरहनु भएको थियो। महत्त्वपूर्ण कुराहरू थिए, त्यसलाई नसुनिकन गइदिनु भयो। किन भन्दा अगुल्टो देखेको कुकुर बिजुल देखेको कैक भने जस्तो चाहिँ एउटा भएको हुनाले उहाँहरूले यो आज पनि आयो भोलि पनि आयो त्यस्तै हो भन्ने यस्तो सायद मनन भयो होला। त्यसलाई छोडिदिएर हामी 73 सालमा आन्दोलन जाँदाखेरि पनि कुनै राजनीतिक दलको हाँगा टेकेर गएको थिएनौँ र जाँदै गर्दाखेरि रुखमा हाँगा नभइकन चढ्न नसकिँदो रहेछ। रुखमा हाँगा नभइकन म्याएको रुखमा चढ्न चाहिने कोही सक्दै सक्दैन। हामी म्याएको रुखमा छौँ तर त्यहाँ हाँगा छ कि छैन। हाँगा छैन भने बाँसको रुखमा टुप्पामा पुगेर बाँसको टुप्पो काटियो भने हाम्रो सङ्घर्ष सफलता हुन्छ। र हामी सङ्घर्षलाई बिथल्न खोजिएको नि होइन, सङ्घर्षलाई उजागर दिनु खोजेको, ऊर्जा दिनु खोजेको मैले हामीमा कहिल्यै पनि आफैमा भर पर्नु, आफैमा निर्भर रहनु। अरूले गरिदिन्छ कि भन्ने आशा नगरिकन म यहाँ सुकुम्बासी छु, मेरो भावी सन्तान्तिक पनि कतै सुकुम्बासी नै हुन्छन् कि भन्ने मनन गरेर हाम्रो लागि होइन, हाम्रो भावी सन्तान्तिको लागि लडिरहेका छौँ। यस कुराको लागि पक्कै पनि अहिले प्रवक्ताज्यूले अन्त्यमा चाहिँ यो के छ कसो छ पक्कै भनिदिनु हुनेछ। र यहाँ धेरै बरबराएर यो भाषण दिएर भन्दा पनि यो सबैलाई सूचना सञ्चार भएन भने एक्टिभ हुँदैन भन्ने हेतुले मात्रै यो कार्यक्रम गरिएको पनि हो। दुईवटा चाहिँ आफ्नो मनमा लागेका कुराहरू विचार विमर्शहरू चाहिँ एकीकृत गरेको हो। र अब मैले धेरै बोल्ने कुराहरू त यहाँ भाषणै गरेर ठुलो पनि होइन। यहाँ चाहिँ अझै म के भन्न चाहन्छु भने सबै यो आजको कार्यक्रमलाई कुनै पनि राजनीतिक दलसँग नजोडिएको हुँदा सबैले सहर्षै स्वीकार दिनुहुनेछ पक्कै पनि। र परेको बेलामा हात उठाइदिनु हुनेछ। कुनै व्यक्तिको लागि होइन, आफ्नो लागि हो भन्दै म अब अहिले धेरै बोल्नु भन्दा नि कार्यक्रम चाहिँ अहिले हामीले सङ्घर्ष समिति पनि बनाउनु छ। र समिति भनेको सङ्घर्ष समिति भनेको हामीले 20 दिन 30सम्म बनाउन सकिन्छ। तर म गर्छु, म नेता बन्छु भन्ने रहर पक्कै पनि होला। तर कसरी गर्नु भन्दाखेरि यो इतिहास बुझेर आफ्नो घरको कुराहरूलाई पछाडि राखेर अग्रिम पिरियडमा हिँड्न सक्नुहुने र दललाई काना नबोकिकन म एकदम सक्षम छु भनेर एक्लै हिँड्न सक्ने साथीहरू उत्तीर्ण भइदिनु होला। र हामीले यो सङ्घर्षलाई निरन्तरता दिनुपर्छ। र आज हामीले यदि यो पक्कै पनि यो कार्यक्रम चुनावभन्दा अगावै भइदिएको भए सायद मादरझोलामा भोट पनि आउने थिएन होला जस्तो चाहिँ मलाई लाग्छ। किनभने आजको यो कार्यक्रम देखेर हामी दुनियाँको झोले भएर बिग्रिएका रहेछौँ। हामीले भोट ब्याङ्क बनाएका रहेछौँ। हामी भोट दिँदै गर्ने, भर्याङ बन्दिँदै गर्ने, माथि पुग्दै गर्ने। आज पनि त हामीले सबैलाई भोट हालेको हो नि। हामी कुनै सरकारलाई पनि दोष दिँदैनौँ, सरकारलाई हामी दोष दिँदैनौँ। के छ त भन्दाखेरि सरकारसँग मूलभूत कुराहरू हामीले पुर्याउन सकिएको छैन। हाम्रो समस्याहरू के छ, हामी कहाँनिर छौँ, कुन अवस्था छौँ भन्ने मूलभूत कुराहरू त्यहाँनिर पुर्याउन सकेको छैनौँ। हामी पार्टीगत रूपबाट पुर्याउँछौँ, पार्टीले हारेपछि हामी पनि हार्यौँ। पार्टीगत रूपबाट पुर्याउँछौँ, पार्टीले जितेपछि हामी फेरि पनि हार्यौँ। यही ठाउँमा नेपाली काङ्ग्रेस जित्दाखेरि पनि मकै फाँडिदिएकै हो। यही ठाउँमा एमाले जित्दाखेरि पनि बस्ती उठाउनलाई सही गरिदिएकै हो। त्यो कुराहरू सबैले मनमा छातीमा हात राखेर बोल्नुपर्नेको दिनहरू छ। हामी आज निस्वार्थ कसैको आशा नगरिकन, कसैको भरोसा नगरिकन हामी आफ्नो विचारबाट लड्नेछौँ। राजनीतिक पार्टी छोड्नुहोस् भन्न खोजेको होइन, राजनीतिक आफ्नो आफ्नो ठाउँ छ। आजको पिरियडलाई हामी निस्वार्थ रूपमा लड्न सक्नेछौँ र जानेछौँ भन्दै मेरो 2 शब्द यहीँनिर टुङ्गाइदिए। धन्यवाद। धन्यवाद। हाम्रा यस